गाइजहरू आज चाहिँ हामी टाक्क लाएर हाम्रै गाउँको शिवसेदेखि चाहिँ हाम्रो घरसम्मको यात्रा रहेको छ। हामी चाहिँ टाक्क लाएर जाँदैछौँ। यति बेला अघि जाँदाको अवस्था कस्तो खराब थियो, अहिले फेरि अलिकति अवस्था सुध्रियो। अघि चाहिँ पुरा भैँसीलाई जसरी तानेर लानुपर्ने अवस्था थियो, अहिले चाहिँ हामी गुडेरै आएको छौँ। टाक्क लाएर यस्तो छ है हाम्रोतिरको ठाउँहरू चाहिँ। अब बर्खामा बाटोसाटो यस्तै हो होइन। टक्क अगाडि छ केटाहरू, यहाँ भतिजले रन्काइरहेछ। अगाडितिर बसहरू पनि छ फेरि। यो चाहिँ ठ्याक्क जिली डाँडा भन्छ यो ठाउँलाई। आज भति चाहिँ थालिदिने भयो मलाई। हाम्रो गाउँतिर नि पिच बाटो छ है गाइजहरू फेरि। पुरै हरान छ फेरि केटाहरूको। बारी चाहिँ रामेछाप, यता झुकी डाँडा, यो ओखलढुङ्गा। हामी चाहिँ अहिले ओखलढुङ्गातिर छौँ। हाम्रो गाउँमा नि बिचमा कुदाउनु पाउनु धेरै राम्रो हो नि होइन। अब सिधै केटा हो कि स्लोमा जाऊँ है, स्लोमा। केटाले आज गाँठ ठुलै जाने भयो, मरिजाने नि है। 3 दिनै झार्नु पर्यो।